छ रे, कहाँ रहेछ? अनि हेरोद राजाको अनि मनमा डर पस्न लाग्यो साथी हो, किनकि ऊ आफै राजा थिए। अनि त्यहाँ कुनै बालकको जन्म भएको थिएन, कुनै राजकुमारको जन्म भएको थिएन। अनि संसार चाहिँ योभन्दा अगाव म तपाईँलाई संसारको अलिकति चित्रण गर्न चाहेँ। अनि योभन्दा अगाव चाहिँ रोमन साम्राज्यले चाहिँ हरेक प्रत्येक राज्यहरूलाई चाहिँ एक राज्यहरूलाई संसारको सबै प्राय भन्नुपर्दाखेरि आदि राज्यलाई चाहिँ रोमन साम्राज्यले चाहिँ अनि राज्यले चाहिँ अनि राज्य गर्दथ्यो, रोमन एम्पायर। अनि हेरोद इजरायलमा चाहिँ जब हेरोद राजा अनि ऊ त्यो राज्यकालमा चाहिँ त्यो राज्य गरिरहेको थियो। हेरोदले अब यो कुरा सुने, ज्योतिषीहरूले जुन आफ्नो शासनकाल जब रोमन साम्राज्यभरि नै उसको शासन छ, त अब मभन्दा अर्को राजा चाहिँ कहाँबाट आएछ त नि, होइन? मभन्दा अर्को राजा चाहिँ कहाँबाट आएछ? उसको मन बेचल्ली हुन थाल्यो। किनकि तपाईँसँग कुनै सम्पत्ति छ अनि सम्पत्तिको हकदार चाहिँ कोही छ भनेर तपाईँलाई कसरी भन्न आयो भने तपाईँको मनमा जसरी बेचलित हुन्छ, तपाईँको मनमा जसरी बेचलित हुन्छ, हेरोदको मनमा नि त्यो प्रकारको बेचलित भयो। अनि यो बेचलितले चाहिँ हरेक अनि त्यो व्यक्तिहरू जो चाहिँ त्यो साम्राज्यको अनि दमनमा बसिरहेका थिए, अनि त्यो साम्राज्यको अनि डरमा बसिरहेका थिए, त्यो साम्राज्यको दलनमा बसिरहेका थिए, ती व्यक्तिहरूलाई खुसीको सन्देश ल्याइरहेको थियो। प्रेमितहरू, संसारलाई कन्ट्रोल गर्ने अनि त्यो कन्ट्रोल गर्ने व्यक्तिलाई नि अझै राज्य गर्ने एउटा राजा आउँदै हुनुहुन्थ्यो। अनि सबैजना चकित पर्यो, अनि राजा पनि एकदम मनमा विचलित भए। अनि त्यो राजा चाहिँ को हुनुहुन्छ हामी हेर्न जाँदैछौँ। आमेन। हुन्छ, हामी ढिला नगरिकन हामी लुकाको पुस्तकबाट हामी सुरु गर्नेछौँ। लुकाको पुस्तक 2 को हामी 10 र 11लाई छोट गरी हामी हेर्नेछौँ। ओके, हुन्छ। यहाँ घटनाक्रम चाहिँ यहाँ हामी हेर्दै जाने क्रममा चाहिँ म पहिला पाठ गर्नुभन्दा थोरै घटनाक्रम पनि फेरि पनि ढक्राको तपाईँहरूमा जाने प्रस्ट्याउन चाहेँ। अनि यो हुँदै गर्ने क्रममा चाहिँ विशेष गरी त्यहाँ गोठालोहरू चाहिँ बेथलेम यस्तो एउटा जग्गा हो, यस्तो एउटा ठाउँ हो जहाँ चाहिँ प्राय तल्लो वर्गका मानिसहरू बस्दथे। अनि बेथलेमको चाहिँ इजरायल भन्ने जगतमा चाहिँ एउटा देशमा चाहिँ इजरायल, अहिलेको इजरायल देशमा चाहिँ बेथलेम चाहिँ यस्तो एउटा जग्गालाई मानिन्थ्यो। अहिले नेपालीमा भन्नुपर्दा चाहिँ प्राय घोडचढीहरू, गोठालोहरू, अनि त्यसपछि शान्तिना काम गर्ने व्यक्तिहरू अनि गर्ने ठाउँै थिएन त्यो ठाउँ चाहिँ। अनि नमान्ने ठाउँबाट चाहिँ एउटा यस्तो व्यक्तित्वहरू चाहिँ अनि के भन्छ अरे त्यहाँ बसिरहेका थिए। उनीहरू चाहिँ थिए गोठालोहरू थिए, बसिरहेका थिए। अनि यो आनन्दको सुसमाचार चाहिँ सर्वप्रथम उनीहरूको माझमा आएको छ। हामी अब बाइबलबाट हेर्नेछौँ। हाम्रो म सरोज ब्रदरलाई नै भन्न चाहेँ, 10 र 11 मात्र हामी पाठ गर्नेछौँ। अनि त्यसपछि हामी सबै हामी टपिक्स बाहिर हामी जानेछौँ। 2 को 10 र 11 मात्रै। हजुर, हुन्छ, रेडी हुनुहुन्छ? लुका 2 को 10 र 11। अब स्वर्गदूतहरूले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। आमेन। हेर्नुहोस्, यहाँ चाहिँ एउटा गोठालोहरू चाहिँ आगो तापेर जाडो महिनामा कस्तो हुन्छ साथीहरू, हामी त्यो एउटा चित्रण गरौँ। जाडो महिनामा अहिले जाडो भएर चाहिँ हामी पुरै ज्याकेट लगाएर छौँ। अहिले पो ज्याकेट दिँदा हजुर, त्यो जमानामा ज्याकेट थिएन। अनि उहाँहरू चाहिँ सबैजना गोठालोहरू चाहिँ जाडो मौसममा चाहिँ आगोको त्यो जब हामी कतिजना चाहिँ गाउँको परिवेशबाट आउनु भएको छ, हामी प्रायः सबैजनालाई थाहा छ। त्यसो भए आगोको मैले सम्झाउनु पर्दैन। आगोमा जब हामी त्यो जाडो महिना आउँछ नि, हामी कसरी गर्छौँ भनेदेखि आगो टक्क बालेर राउन्ड नै भएर हामी आगो ताप्दै बस्छौँ। अनि गोठालोहरू पनि आफ्नो भेडाहरूलाई चाहिँ साइडमा राखेर चाहिँ त्यो एउटा माहौल छ त्यहाँ, भेडाहरूलाई चाहिँ साइडमा राखेर चाहिँ उनीहरू चाहिँ के गरिरहेको छ त, आगो तापिरहेको छ। उनीहरूलाई जाडो भएको छ, आछुछु गर्दै आगो तापिरहेका छन्। अनि त्यो ताप्दै गर्ने क्रममा चाहिँ अनि एउटा यस्तो चमक त्यहाँ बल्न आयो। अनि मानिसहरू डरले उनीहरू आतिए। अब के हुँदैछ?
जबकि हाम्रो अगाडि यत्रो आगो बालेको छ, हामीले यसको चमकभन्दा अझै दोबर चमक चाहिँ त्यहाँ बलिरहेको छ। अनि उनीहरू चाहिँ डरले अनि थर्रै कामे। अनि यहाँ चाहिँ यो एउटा डर भन्ने कुराले चाहिँ हामीलाई यो क्रिसमसको उपलक्ष्यमा चाहिँ एउटा 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 यस्तो एउटा सन्देश दिँदछ कि परमेश्वरले चाहिँ मानिसहरूलाई असलमा चाहिँ डराउनको निम्ति चाहिँ त्यो सन्देश ल्याइरहेको थिएन। प्रिय मित्रहरू, परमेश्वरले चाहिँ मानिसहरूलाई डराउनको निम्ति अझ तपाईँ अनि म एक संसारमा भएका व्यक्तिहरूलाई चाहिँ डराउनको निम्ति त्यो सन्देश त्यहाँ ल्याइरहेको थिएन। अनि स्वर्गदूतले भने नडराऊ। आमेन, नडराऊ। आज तपाईँ र म व्यक्तित्व त्यो मैले फेरि त्यो साम्राज्यको लागि अलिकति चित्रण गराउन चाहेँ। त्यो साम्राज्यमा चाहिँ सबै व्यक्तिहरू, विशेष गरी यहुदीहरू चाहिँ रोमन साम्राज्यको अन्डरमा थियो, उनीहरूको खुट्टामा थियो। उनीहरू चाहिँ पर्खिरहेको थियो मसिहा कहिले आउँछन्, हामीलाई कहिले यो साम्राज्यबाट हाम्रो आफ्नै राजा वा हाम्रो आफ्नै साम्राज्यलाई परिणत गर्छन्। उनीहरू तडपिरहेका थिए, आफ्नो त्यो दलित अवस्थामा थिए, तिनीहरू कष्टमा थिए। अनि तिनीहरूले चाहिँ त्यो मसिहालाई चाहिँ वेट गरिरहेका थिए। इभेन त्यो गोठालोहरूले पनि आफ्नो त्यो कष्टको कुरालाई साइडमा राखेर उनीहरू आफ्नो त्यो उसमा के भन्छ अरे त्यो चिसो एममा चाहिँ त्यो चिसोलाई हटाउनको निम्ति चाहिँ चिसोलाई दूर गर्नको लागि चाहिँ आगो तापेर बसिरहेको थिए। उनीहरू तर्सिए। प्रिय मित्रहरू, उनीहरू तर्सिए। जब त्यो उज्यालो आए अनि एक्कासी उनीहरू तर्सिए। अब के हुँदैछ अहिलेको भाषामा भन्नुपर्दा एटोमिक बम पो आयो क्या मित्रहरू, आयो एटोमिक बम पो आयो क्या। उनीहरूलाई त्यो प्रकारको एउटा महसुस भयो। अनि त्यसपछि उनीहरू डराए। अनि स्वर्गदूतले यसरी भने उनीहरूलाई नडराऊ, तिमीहरूको निम्ति अब एउटा सुनौलो सन्देश छ, एउटा सुसमाचार मैले ल्याएर आएको छु। आज हामी प्रिय हो, आज हामी मानिस भएका कारणले हामी मानव रूपमा छौँ। आज तपाईँ र म आफ्नो देश छोडेर किन आएका छौँ? आज तपाईँ र म आफ्नो जग्गा छोडेर किन आएका छौँ? पैसा कमाउनलाई, भविष्यको चिन्ता छ हामीलाई। प्रिय मित्रहरू, हामीलाई भविष्यको चिन्ता छ। भोलि के गरौँला, अब भोलि के खाउँला, त्यो प्रकारको चिन्ताहरू हामीभित्र छ। अनि प्रायः सबै मानिसहरूको अनि आफ्नो घटी कमजोरीहरू अनि आफ्ना भित्री अनि कमजोरीहरूलाई चाहिँ हामी सम्झेर हामी त्यो प्रकारको डरहरूमा जिरहेका हुन्छौँ। प्रिय मित्रहरू, अनि यस्तै नै अनि गोठालोहरू पनि अब भोलि हामी चाहिँ हाम्रो भेडालाई चाहिँ कुन ठाउँमा लगेर राम्रो चरनमा लगेर चराउने भनेर डरमा उनीहरू पनि थिए। उनीहरू पनि भित्र त्यो चिन्ता अनि त्यो प्रकारको अनि डर चाहिँ उनीहरूमा पनि थियो। प्रिय मित्रहरू, अनि त्यस बखत चाहिँ एउटा ठुलो उज्यालो आएपछि झन् उनीहरू तर्सिए, झन् उनीहरू डरमा परे। हो के हो त अब? तर स्वर्गदूतले तपाईँ अनि म अनि त्यो गोठालाहरूलाई भन्नुहुन्छ, हेर तिमीहरूको लागि चाहिँ एउटा राम्रो एउटा सुन्दर अनि एउटा सुसमाचार मैले लिएर आएको छु। आमेन। तपाईँ र मेरो लागि चाहिँ उहाँले सुसमाचार लिएर आउनुहुन्छ। अब त्यो सुसमाचार अब हामी बुझौँ। अब त्यो सुसमाचार चाहिँ के हो त नि? त्यो सुसमाचार चाहिँ यो हो कि अनि परमेश्वर तपाईँ अनि मेरो बिचमा आउँदै हुनुहुन्छ, तपाईँ र मेरो बिचमा आउँदै हुनुहुन्छ। अनि संसारमा चाहिँ अनि परमेश्वरले एउटा नयाँ उमङ्ग ल्याउँदै हुनुहुन्छ। प्रभु येशूले चाहिँ नयाँ उमङ्ग ल्याउँदै हुनुहुन्छ। अनि हिजो अनि बोझमा दबेकाहरूलाई चाहिँ अब नयाँ उमङ्ग दिँदै हुनुहुन्छ। अब योभन्दा अगाडि म जान चाहेँ प्रिय मित्रहरू, यो जुन अनि सन्दर्भलाई छोडेर म अझै अगाडि जान चाहेँ। अनि उत्पत्तिको 3:15 कसै एकजनाले पाठ गरिदिनुहोस् त। तेरो र स्त्रीको बिचमा र तेरो र सन्तान र स्त्रीको, त्यही होइन? त्यही हो, त्यही एक्ज्याक्टली। तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुल्चनेछ र तैँले त्यसको कुर्कुच्चा डस्नेछस्। आमेन। यो घटनाक्रम चाहिँ उत्पत्तिको बेलामा भएको थियो। सुरुमा जब परमेश्वरको मानिसहरूलाई रच्नुभयो, उहाँले बनाउनु भयो, आफ्नै स्वरूपमा बनाउनु भयो। अनि उहाँले परमेश्वरले चाहिँ मानिसलाई कुनै मृत्युको लागि अनि मृत्यु हुन्छ है मान्छेको अन्त्य हुन्छ भनेर चाहिँ परमेश्वरले रच्नु भएको थिएन। प्रिय मित्रहरू, हामीलाई चाहिँ परमेश्वरले आनन्दमा अनि पुरै भरिभराउमा अनि सबै कुरा प्रशस्ततामा परमेश्वरले रच्नु भएको थियो। संसारमा भएका सबै यावा थोकहरूको चाहिँ अधिकार हामीलाई दिनुभएको थियो परमेश्वरले। आमेन। आज कुन व्यक्तिले चाहिँ टाइगरलाई वशमा गर्न सक्दैन भन्नुहोस् त? सबै व्यक्तिले सक्छन्। तपाईँ र मेरो यो भित्र यो जुन हामीसँग यो माइन्ड छ, यो दिमाग छन्, हामीले टाइगरलाई
अनि हात्तीलाई त्यत्रो ठुलो यो के भन्छ हाम्रो संसारकै सबैभन्दा ठुलो प्राणी को हो त हात्ती अहिलेको जुन युगमा चाहिँ हात्ती हो यस्ता ठुला प्राणीहरूलाई पनि हामीले के गर्न सक्छौँ भस्म गर्न सक्छौँ परमेश्वरले यो अधिकार दिनुभएको थियो संसारमा सबै यावाथोक सबैलाई चाहिँ अधिकारमा राख्नलाई चाहिँ अनि परमेश्वरले सबै कुरा चाहिँ तपाईँ अनि मेरो अन्डरमा राखिदिनु भएको थियो अनि शैतानले यो कुरालाई अनि मन पराएन अनि त्यो शैतान चाहिँ तपाईँ र मभन्दा धूर्त थिए अनि परमेश्वरले अनि बगैँचामा त्यो अनि जब रच्नुभएका थियो असल बगैँचा अनि त्यसपछि परमेश्वरले त्यो बगैँचाभित्र मानिसलाई राखेको थियो मानिसलाई यावाथोकको अधिकार दिएको थियो तपाईँ अनि मेरो पुर्खालाई यावाथोकको अधिकार दिएको थियो परमेश्वरले त्यति बेला कसैलाई पनि त्यो अन्त्य हुनेछ त्यो मृत्यु हुनेछ यो प्रकारको कुनै पनि कुरा गर्नुभएको थिएन प्रिय मित्रहरू अनि तपाईँ र मेरो जीवन चाहिँ जुन प्रभु येशूको जीवन पुनरुत्थानपछिको जीवन थियो त्यो जीवनमा चाहिँ तपाईँ र म थियो जहिले आनन्दको जीवन थियो अनि मानव जीवन चाहिँ आनन्दको जीवन थियो हेर्दै गयो भने कुनै कुराको फिक्री छैन आज तपाईँले कोही कमाउनै पर्दैन यो प्रकारको जीवन मानिसहरूको थियो अनि जब मानिसहरूलाई चाहिँ शैतानले बसमा पारेपछि मानिसलाई के भन्यो शैतानले सोधे ए स्त्री तिमीलाई परमेश्वरले केही कुरा यहाँको केही नखानु भनेको थियो अनि स्त्रीले चाहिँ खोलिदिए त्यो पेट खोलिदिए परमेश्वरले हामीलाई यो बगैँचाको सबै कुरा खानु भन्नुभएको छ तर बगैँचाको बिचमा भएको त्यो ज्ञानको फल अनि त्यो बुद्धिको फल चाहिँ नखानु भनेर भन्नुभएको छ जब यी कुरा सुने अनि यी कुरा सुनिसकेपछि स्त्रीले चाहिँ अनि यो कुरा भनेको कारण चाहिँ अनि अब त्यसपछि स्त्रीको मनमा चाहिँ एउटा लालाच डालिदियो प्रिय मित्र लालाच अनि स्त्रीलाई यसरी उसले भने कि कसले भने परमेश्वरले तिमीलाई त झुकाइरहेको छ परमेश्वरले यदि तिमीले यो खायो भने त तिमी त परमेश्वर जस्तै ज्ञानी हुन्छौ प्रिय मित्रहरू जान्नुहोस् है परमेश्वर जस्तै ज्ञानी हुन्छौ परमेश्वर जस्तै बुद्धिमानी हुन्छौ परमेश्वर जस्तै हुन्छ भनेर परमेश्वरले यो नखानु भन्नुभएको हो तपाईँ र मैले कतिपय कुराहरू यसरी सोचिरहेको हुन्छौँ राम्रै होला भनेर सोचिरहेको हुन्छौँ तर त्यसको नतिजा के हुन्छ भनेर हामीले सोचे हुँदैन प्रिय मित्रहरू यहाँ यस्तै भएको छ घटना अनि स्त्रीले केही सोचेन हो रहेछ यो खाएपछि त हामी पनि त परमेश्वर हुनेछ उसले टप्प टिपेर खाइदियो उसको आँखा खोल्यो अनि त्यसपछि उसले आफ्नो श्रीमानलाई अनि आदमलाई दियो अनि आदमको आँखा खोल्यो अनि त्यस पश्चात चाहिँ मानव जातिमा चाहिँ पापको प्रवेश भयो लोभ प्रिय मित्र लोभ तपाईँ र मेरो जीवनमा हरेक एक व्यक्तित्वमा चाहिँ लोभ र लालचको जीवन छ जब तपाईँ र मेरो म भित्र यो छ भने तपाईँ र म परमेश्वरभन्दा अलिकति टाढा नै छौँ प्रिय मित्रहरू लोभ अनि लालचले चाहिँ परमेश्वरबाट हामीलाई टाढा गराउँछ अनि मानिस चाहिँ अनि यही लोभ र लालचले गर्दा चाहिँ जब बुद्धिका अनि तब फल खाए अनि बुद्धि खोले उनीहरूका आँखा खोले उनीहरूले आफूलाई नङ्गै देखे अब जब नङ्गै देखेपछि के गर्ने त नि अब भाग्ने हो उनीहरू आफ्नो नग्नतालाई ढाक्ने हो प्रिय मित्रहरू हाम्रो पुर्खा अनि आफ्नो नग्नतालाई देखेर भागे जब परमेश्वरले बगैँचा उनीहरूलाई खोज्दै आए ए आदम ओ मैले बनाएको मानव तिमी कहाँ छौ अनि अब त्यहाँ चाहिँ एउटा यस्तो इन्सिडेन्ट भएको छ कि हेर्नुहोस् है लोभ मात्रै होइन अर्को एउटा पनि अब पाप आएको छ प्रिय मित्रहरू त्यो हो के भन्छ नि दोष लगाउने पाप आएको छ तपाईँले मलाई स्त्री दिनुभएको थियो प्रभु परमेश्वर तपाईँले मलाई स्त्री दिनुभएको थियो त्यो स्त्रीले मलाई तपाईँले नखानु भनेको फल चाहिँ खिलायो अनि मेरो आँखा खोल्यो अनि म त नाङ्गै छु तपाईँको नजरमा आउनलाई मलाई अब डर लाग्यो मलाई लाज लाग्यो प्रिय मित्र त्यहाँदेखि चाहिँ तपाईँ र मेरो जीवनमा मानव जीवनमा चाहिँ पापको प्रवेश भएको छ सुरुमा तपाईँ उसले के गर्यो लालची गर्यो सुरुमा त्यसपछि पछि के गर्यो उसले दोष लगायो प्रिय मित्रहरू अनि तपाईँ र म एक व्यक्तिहरूमा चाहिँ लालच अनि दोष लगाउने अनि त्यो अनि प्रविधि अनि त्यो मानव त्यो जुन अनि गुण अझै पनि छ जुन चाहिँ पाप हो जुन चाहिँ परमेश्वर त्यो शुद्धता होइन प्रिय मित्रहरू त्यो अनि पवित्रताको जीवन होइन प्रिय मित्रहरू तपाईँ र म एक व्यक्तिहरूमा चाहिँ यो जीवन छ प्रिय मित्रहरू आज तपाईँले मलाई हुनसक्छ मान्छेलाई ढाक्न सक्ला मान्छेलाई भन्न सक्ला मैले त ढाँटेकै छैन मैले त यस्तो बोलेकै छैन तर तपाईँले तपाईँलाई ढाँट्न सक्दैन तपाईँले परमेश्वरलाई ढाँट्न सक्दैन अनि तपाईँले परमेश्वरको अगाडि चाहिँ यो कुरालाई ढाँट्न सक्दैन अनि परमेश्वरले पहिल्यै जानिसक्नु भएको थियो यिनीहरूले मलाई यसरी ढाँट्दैछ परमेश्वरले जान्दै हुनुहुन्थ्यो आज तपाईँ अनि म सबैजना त्यही रगतमा हामी आएका हौँ
तपाईँ एक एकजना हामी जन्मदेखि नै प्रिय मित्रहरू, जन्म नै हाम्रो पापबाट हुँदछ प्रिय मित्रहरू। हामी पापी हौँ प्रिय मित्रहरू। अनि तपाईँ र मेरो पापको निम्ति चाहिँ आज एउटा खुसीको सन्देश आएको छ। अनि स्वर्गदूतले त्यही सन्देश अनि दिनलाई चाहिँ आएको छ। हेर नडराऊ तिमीहरूको निम्ति चाहिँ मैले एउटा बडो आनन्दको सुसमाचार चाहिँ लिएर आएको छु। बडो आनन्दको चाहिँ सन्देश लिएर आएको छु। आज एक अनि जुन हाम्रो पुर्खादेखि गर्दै आएका पापहरू, जुन अनि रगतमा नै हाम्रो पापको जुन दोष लगाउने पाप, अनि त्यसपछि लालचको पाप, अनि त्यसपछि अनि हत्या गर्ने पाप, अनि व्यभिचार गर्ने पाप, ती पापहरू हाम्रो अनि हृदय त्यो मानस अनि त्यो उसभित्र नै छन्, त्यो भित्र आत्मा नै छन्। अनि ती पापलाई चाहिँ ढाक्नको निम्ति चाहिँ, ती पापबाट चाहिँ स्वतन्त्र गर्नको निम्ति चाहिँ आजभन्दा 2000 वर्ष अगाडि चाहिँ गोठालोहरूको बिचमा चाहिँ प्रभु आउँदै हुनुहुन्छ। अनि त्यसपछि भन्दै हुनुहुन्छ नडराऊ तिमीहरू। तपाईँ म एक एकजनाले चाहिँ भन्दै हुनुहुन्छ नडराऊ तिमीहरू, नडराऊ, किनकि म तिमीहरूको लागि चाहिँ एउटा बडो आनन्दको सुसमाचार चाहिँ लिएर आएको छु तिमीहरूको लागि। आमेन आमेन। अनि यो सन्देश चाहिँ अनि त्यही कुराको हो कि जुन आदिम कालमा चाहिँ हाम्रा पुर्खाहरूले गरेका पापलाई चाहिँ ढाक्नको निम्ति चाहिँ उहाँ आउनुभएको। त्यो पाप, जुन पाप अनि तपाईँ र मेरो मानवत्वमै छ, तपाईँ र मेरो जन्ममै छ, अनि तपाईँ र मेरो रहनमा छ, तपाईँ र मेरो सहनमा छ, तपाईँ र मेरो चलाइ हिँडाइ सबै कुरामा त्यो पाप छन्। अनि त्यो पापलाई चाहिँ मेटाउनलाई चाहिँ एउटा मुक्तिदाता जसले चाहिँ स्वतन्त्र गराउनुहुन्छ, अनि उहाँको चाहिँ अनि जन्म भएको छ। अनि त्यही सन्देश चाहिँ अनि स्वर्गदूतले गोठालोहरू मार्फत अनि तपाईँ र मेरो माझमा आज भन्दै हुनुहुन्छ नडराऊ। एक एकजना जसले आज यो सुसमाचार सुनेका छन्, तपाईँहरू चाहिँ नडराउनुहोस्, किनकि परमेश्वरको यो सन्देश तपाईँको हृदयमा आएको छ। अब आमेन आमेन। त्यो हाम्रो पुर्खाले गरेका पाप, त्यो हाम्रो पुर्खाले गरेका जुन लालचाहरू, त्यो हाम्रो पुर्खाले गरेका जुन अनि आफूले चाहना खोजेका ती कुराहरू, ती अनि परमेश्वर विरुद्धका कुराहरू, अनि परमेश्वरले नगर्नु है भनेका कुराहरू जुन अनि गरेर अनि गरेका अनि त्यो पापहरू, त्यो वंशाणु, त्यो पापहरूलाई चाहिँ मेटाउनको निम्ति अनि परमेश्वर त्यो मुक्तिदाता आउँदै हुनुहुन्छ। अनि त्यो सन्देश चाहिँ स्वर्गदूत लिएर आएको छ प्रिय मित्रहरू। अनि क्रिसमस यही हो प्रिय मित्रहरू, क्रिसमस यही हो। अनि यो चाहिँ कुनै उत्सव मात्र होइन प्रिय मित्रहरू, यो चाहिँ मुक्तिको ठुलो मुक्तिको, अनि आज एउटा देशको मात्र होइन, इजरायल जातिको मात्र होइन, इजरायल देशको मात्र होइन, तर सारा संसारका एक जनहरू जसले अनि परमेश्वरलाई स्वीकार गर्छन् या स्वीकार गर्दैनन्, ती सबै व्यक्तिहरूको लागि चाहिँ आएको यो अनि बडो आनन्दको सन्देश हो। अनि यो सन्देश चाहिँ अनि यहाँ अनि स्वर्गदूतद्वारा चाहिँ अनि ती अनि गोठालोहरूलाई भनिरहेका छन्। अनि त्यो मुक्ति, अनि त्यसपछि अनि फेरि अनि लुकाको हामी 9 अध्यायमा अनि 11 अध्यायमा फेरि भन्दछन् आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ। आमेन। एकजना मुक्तिदाता। अब मुक्ति अनि तपाईँ र मेरो स्याल्भेसन, अनि तपाईँ र मेरो त्यो स्वतन्त्रको निम्ति, अनि तपाईँ र मैले गरेका अनि हाम्रो पुर्खाहरूले गरेका अनि वंशाणु त्यो अनि पापलाई चाहिँ मेटाउनको लागि अनि उहाँ चाहिँ जन्मिनु भएको छ। अनि त्यहाँका व्यक्तिहरूले चाहिँ विशेष गरी अनि यहुदी जातिहरूले चाहिँ उनीहरूले सोचेका थिएन अनि यो चाहिँ अनि मसिया, यो अनि जुन इम्मानुएल चाहिँ अनि जुन आउनुहुने राजा चाहिँ अनि फिजिकल रूपमा उहाँले राज गर्नुहुन्छ। प्रिय मित्र, फिजिकल रूपमा होइन, तपाईँ र मेरो बिचमा चाहिँ यो मसिया, यो राजाले चाहिँ स्पिरिचुअल रूपमा काम गर्नुहुन्छ। आमेन। स्पिरिचुअल रूपमा काम गर्नुहुन्छ। तपाईँ र मेरो आत्मामा भएका त्यो अनि गुणहरूलाई, त्यो आत्मामा भएका त्यो अनि पापहरूलाई चाहिँ आत्मामा भएका हाम्रो अनि भित्री अनि जुन रूपलाई चाहिँ परिवर्तन गर्न चाहनुहुन्छ। तपाईँ र ममा भएका लालचा, तपाईँ र ममा भएका लोभ, अनि तपाईँ र ममा अनि भएका अनि जुन अनि ती अनि अशुद्धतालाई चाहिँ हटाउनलाई चाहिँ उहाँ जन्मिँदै हुनुहुन्छ। अनि तपाईँ र मलाई त्यो कुराबाट चाहिँ मुक्ति दिनलाई उहाँ आउँदै हुनुहुन्छ। अनि आज तपाईँ र म यहाँ जतिजनाले यो सन्देश सुनेको छ, एक व्यक्तिलाई चाहिँ परमेश्वरले यो सन्देश दिनुहुन्छ, तिम्रो लागि चाहिँ म आउँदैछु, अनि मेरो लागि चाहिँ यहाँ आउँदै हुनुहुन्छ, तपाईँको लागि आउँदै हुनुहुन्छ, तपाईँको लागि यो क्रिसमस आएको छ। आमेन। आमेन। सबैजनाले भन्नुहोस् मेरो लागि यो क्रिसमस आएको छ, मेरो लागि यो क्रिसमस आउँदैछ। आमेन। अनि मेरो लागि यो क्रिसमस आएको छ। यो आनन्दको सन्देश चाहिँ तपाईँ अनि हामीलाई आएको छ। यो अनि क्रिसमसको अनि यो क्रिसमसको उपलक्ष्य चाहिँ म तपाईँलाई यो भन्न चाहन्छु कि अनि म धेरै अझै लम्ब्याउन चाहेन,
यो क्रिसमसको उपलक्ष्यमा चाहिँ म तपाईँलाई यही भन्न चाहन्छु, तपाईँ र मेरो पिता पुर्खाले गरेका पापहरूको निम्ति अनि तपाईँ र मेरो अनि वंशाणु गुणकते पापहरूको निम्ति अनि तपाईँ र मैले अनि अहिले पनि गरिरहेका दिन प्रतिदिन गरिरहेका पापहरूको निम्ति अनि तपाईँ र मैले सोचमा गरिरहेका पापहरूको निम्ति तपाईँ र मैले बोलीमा गरिरहेका पापहरूको निम्ति अनि तपाईँ र मैले अनि हेराइमा गरिरहेका पापहरूको निम्ति चाहिँ प्रभु यीशु आज जन्मिनु भएको छ। एक्सेप्ट गर्नुहोस्, उहाँलाई विश्वास गर्नुहोस्, आत्माको ढोकाहरू खोल्नुहोस् अनि उहाँले तपाईँ मेरो हृदय चाहिँ परिवर्तन गराउनुहुन्छ। अनि उहाँ जब तपाईँहरूको जीवनमा जन्मिनुहुन्छ अनि तपाईँ र मेरो अनि जीवनमा चाहिँ नयाँ उमङ्ग आउँदछन् अनि त्यो ज्योति जब जब त्यो अनि गोठालाहरूको माझमा आएका त्यो ज्योति चाहिँ तपाईँ र मेरो हृदयमा आउनेछन्। जब तपाईँ र मेरो अब हिजोको दिनमा लालचको जीवन छ भने परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ अनि लालचको जीवन होइन तर फ्रिडमको जीवन दिनुहुनेछ, लालचबिनको जीवन दिनुहुनेछ। परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ यदि आत्मिक रूपमा बोझ दबेर बसिरहेको छ भने परमेश्वरले आत्मिकै अनि बोझबाट चाहिँ हटाउनुहुनेछ परमेश्वरले। यदि तपाईँ अनि चाहनुहुन्छ, तपाईँले एक्सेप्ट गर्नुहुन्छ, हो मुक्तिदाता मेरो लागि जन्मिनु भएको छ भने एक्सेप्ट गर्नुहुन्छ भने उहाँले तपाईँ र अनि मलाई चाहिँ अनि त्यो अनि स्वतन्त्र त्यो मुक्ति चाहिँ दिन चाहनुहुन्छ। के तपाईँ रेडी हुनुहुन्छ? आमेन। आमेन। यदि तपाईँ रेडी हुनुहुन्छ भने तपाईँ र मेरो जीवनमा अहिले नै क्रिसमस आएको छ, यो समय यति बेला नै यो घडी नै आएको छ। आमेन। अनि क्रिसमसको सबैजनालाई अनि शुभकामना, प्रभुले सबैजनालाई आशिष दिनुभएको होस्। बेथलेम गाउँमा जन्मेको थियो तर तपाईँ र मेरो हृदयमा अहिले जन्मेको छ। आमेन। आशिष दिनुभएको सबैजनालाई धन्यवाद। धन्यवाद।